श्रीकृष्ण फुयाल नेपाल हेल्पलाइनबाट। मैले आजभन्दा 16-17 दिन अगाडि रातिको 2 बजे निरबहादुर नेमाङ भाइको भिडियो हेर्ने टिकटकमा भिडियो हेरेको थिएँ। यहाँ मालदिप सार कुकुरले नपाएको दुःख पाइयो। बिरामी हुँदा समेत अब आफ्नै टिकट काटेर जान नसकिने कि यो कस्तो खालको देश हो यो पाकाहरू। यहाँका मान्छेहरूको खोइ के भन्नु, आफ्नै टिकट काटेर जान सकिरहेको छैन। त्यस्तै बाध्यता परेर बिरामी भएर जान पनि सकिन्न। राम्रो यहाँ उपचार हुन्छ। ऋण तिर्नुको त कुरै नगरौँ है। अब म त 3-4 लाख तिरेर यो ऋण तिर्नेको त कुरै नगरौँ। उल्टै ऋण लागिन्छ। अब घरमा यताउति गर्दाखेरि खर्च जान्छ, उल्टै ऋण लाग्छ। अब खोइ कसरी काट्नु है, 2 वर्ष काट्नु त पर्ने हो। तर अब घर जान खोजे, अब घर जान पनि सकिरहेको छैन, के गर्ने हो। मैले मालदिप्समा आएर साह्रै दुःख पाएँ। यहाँ अवस्था एकदमै नाजुक रहेछ भन्ने टाइपको भिडियो उहाँले बनाउनु भएको थियो। त्यो भिडियो भाइरल पनि भएको थियो। धेरैले त्यहाँ कमेन्ट गर्ने, हेल्प गर्ने उहाँलाई चाहिँ नेपाली हेल्पलाइनै जानु, त्यहाँ गइसकेपछि सहयोग प्राप्त गर्नुहुन्छ अथवा पासपोर्ट उहाँको पासपोर्ट पनि थिएन, ट्राभल डकुमेन्टहरू भन्ने मैले स्कुलिङमा गर्दै हेर्दाखेरि त्यो देखेँ। ल हजुरहरूकै माया आशीर्वादले गर्दाखेरि मैले काम गरेको ठाउँबाट चाहिँ अब निस्किने वातावरण मिलेको छ। अब राम्ररी भन्दा पनि अब जबरजस्ती नै हो, निस्किन चाहिँ खोजेकै हो है, खोजिरहेको छु। यहाँदेखि चाहिँ मालेसम्म जाने मेरो लक्ष्य छ है। अब के हुन्छ, बाटो चाहिँ लाग्यो। अब यहाँ मैले काम गरेको बोसले चाहिँ सपोर्ट दियो, मेरो मेन बोसले चाहिँ सपोर्ट गरेन। तर पनि ठिकै छ, पासपोर्ट छैन त्यत्तिकै गइयो। अब उता मालेमा हेल्पलाइन छ भनेर अब त्यही हेल्पलाइनबाटै अब हेल्पलाइनकै सहायताले जाने भएको छु। र देखिसकेपछि मैले उहाँलाई, ल भाइ तपाईँ कहिले आउनुहुन्छ, आउनुहोस्, यदि तपाईँलाई नेपाल जानै छ, आफ्नो मातृभूमि जानु छ भने हामीले गर्नुपर्ने सहयोग हामी गर्छौँ भनेर मैले उहाँलाई भने। उहाँले चाहिँ दाइ 3 दिनदेखि कति दिन लाग्छ त्यहाँबाट बोर्डमा आउँदाखेरि उहाँ अर्को सिटीमा हुनुहुन्थ्यो होइन, बिरामी, त्यसमाथि पनि 3 महिनासम्म बिरामी होइन। त्यसपछि कम्पनीले केही नहेरेको, उहाँको उपचार छैन, केही छैन होइन, त्यस्तो अवस्थामा बस्नुभएको थियो। उहाँ हाम्रो अफिसमा आउनुभयो। आइसकेपछि हामीले उहाँलाई चाहिँ लेबर कोर्टमा पठायौँ। अब अरू जुन अहिले म उहाँलाई दिने नै छु होइन, अरू कुरा चाहिँ उहाँले कस्तो भोगाइ भयो त मालदिप्स होइन, कति तिरेर आउनुभयो जहाँसम्म लाग्छ। अब 3.5-3.75 नतिरिकन हाम्रो दाजुभाइहरू आउनै सकिँदैन यहाँ होइन। एजेन्टले अथवा म्यान पावरले त्यति नै पैसा लिन्छ। अरू कुराहरू आज उहाँको 3:35मा उहाँको फ्लाइट छ। अब एकछिनमा यो हामी भलाकुसारी यो इन्टरभ्यू सकेपछि उहाँ यहाँबाट मुभ हुनेछ माले एयरपोर्टमा, इन्टरनेसनल एयरपोर्टबाट उहाँ श्रीलङ्काबाट काठमाडौँ पुग्नुहुन्छ होइन। अरू कुराहरू चाहिँ मैले स्वागत गर्न चाहेँ निरबहादुर नेमाङजीलाई। उहाँको आफ्नै मुखबाट उहाँको भोगाइ, उहाँको पीडा, उहाँले पाउनु भएको यो अमानवीय होइन, उहाँको म भगवान्सँग प्रार्थना गर्न चाहन्छु कि उहाँको खुट्टा सत्य होस्, खुट्टा काट्न नपरोस्। यस्तो अवस्थामा चाहिँ उहाँको खुट्टा छ होइन। म अरू केही शब्द भन्न चाहिनँ। म उहाँकै मुखबाट हजुरहरूलाई यो इन्टरभ्यू पस्किन गइरहेको छु। थ्याङ्क यू सर। नमस्कार है, म चाहिँ, मेरो नाम निर्प्रसाद नेमाङ हो। करिब म 17 महिनादेखि यहाँ मालदिप्समा कार्यरत छु, काम गर्न वैदेशिक रोजगारीको सिलसिलामा। त्यसै क्रममा म करिब 2-3 महिना भयो म बिरामी भएको। बिरामी भएर अब बिरामी भइयो अनि बोसरले पनि अब उपचार गरेनन्। उपचार गर्दाखेरि पनि अब धेरै उपचार खर्च धेरै हो, हामी त्यति गर्न सक्दैनौँ भने। र अब मैले पनि अब 25 स्यालेरीबाट पनि कटाउनु भन्दा पनि अब बोसहरूले मानेनन्। अनि नेपाल जान्छु भन्दा पनि अब भिसा छैन, भिसा थपिदिन्छु, भिसा लगाइदिन्छु अनि जान पाउँछौ यताउति भने। अनि आफ्नै टिकट काटेर जान खोजे हो। र 2 महिनासम्म मैले पर्खेँ पनि, अनि जान्छु भन्दै पनि न भिसा लगाइदियो न पासपोर्ट दियो है। त्यसै कारणले एउटा मैले भिडियो बनाएको थिएँ र
र यहाँ हेल्पलाइनका श्रीकृष्ण सरले मलाई कन्ट्याक्ट यो भिडियो बनाएको देख्नुभएछ र सरहरूले पनि कन्ट्याक्ट गर्नुभयो, यहाँ आउनुहुन्छ, ट्राभल डकुमेन्टहरू बनाएर पठाउन मिल्छ, हामीले पठाइदिन्छौँ भन्नुभयो। यहाँसम्म आइयो र करिब 2-3 दिनसम्म बोटको यात्रामा म आएँ र यहाँ आज 16-17 दिनमा मेरो काम भएको छ। जे भने म थ्याङ्क यू भन्न चाहन्छु यो हेल्पलाइनलाई है। र अब यहाँ जति पनि यहाँ मालदिप्समा रहनुभएको दाजुभाइ दिदीबहिनी र नेपालमा पनि रहनुभएका दाजुभाइ दिदीबहिनीहरूलाई यो मालदिप्समा चाहिँ सकेसम्म चाहिँ नआउनु होला। आइल्यान्डमा चाहिँ सकभर आउँदै नआउनु होला है। अब सिटीतिर पनि अब यसो जानेर बुझेर भयो भने आउनु, नत्र आउँदै नआउनु। यहाँ प्राय 100मा 98% चाहिँ फसेकै छन् नेपालीहरू, सकेसम्म चाहिँ नआउनु होला। र अब यही हो मेरो चाहिँ अब यहाँ हेल्पलाइनको सहायताले अब म चाहिँ जान सफल भएको छु। यहाँ धेरै सहयोग गर्नुभएको छ, मैले यहाँ आएर थाहा पाएँ धेरै सहयोग गर्नुभएको छ। तपाईँहरू पनि अब केही समस्या यहाँ मालदिप्समा रहनुभएको दाजुभाइ दिदीबहिनीहरूलाई केही समस्या छ भने यहाँ हेल्पलाइनमा कन्ट्याक्ट गर्नु होला। यहाँ फेसबुक पेज पनि छ है, टिकटक पनि छ, यसो कन्ट्याक्ट गर्नु होला। तपाईँहरूलाई पनि साह्रो गाह्रो पऱ्यो भने मेरो लागि चाहिँ यति नै हो। होइन, मैले एउटा कुरा तपाईँलाई भन्न चाहेँ होइन, जस्तो तपाईँ त्यहीँ बस्दाखेरिको तपाईँको अनुभव कस्तो, मनमा कस्तो कुराहरू खेल्थ्यो र यहाँ माले आएपछि यहाँ जस्तो जब हेल्पलाइनमा आउनुभयो नि तपाईँ, त्यहाँ आएपछि र यहाँ आएको अनुभव चाहिँ कति डिफ्रेन्स हुँदो रहेछ? त्यहाँ एक्लै भनौँ अथवा साथीको थिएँ, तपाईँ यहाँ आएपछि विभिन्न अब हामीले दाजुभाइहरू भेट हुन्छ, तपाईँ यहाँ आउँदाको अनुभव कस्तो भयो, के भयो, त्यसलाई पनि थोरै भनिदिनु होला। अनि अरू साथीहरू कस्ता पीडा लिएर आउँदो रहेछन् र यो हेल्पलाइनले कसरी काम गर्दो रहेछ, त्यसको बारेमा के अनुभव छ बताइदिनु। हजुर, यो अब आइल्यान्डतिर हुँदाखेरि चाहिँ अब केही साह्रो गाह्रो पऱ्यो भने चाहिँ गाह्रै हो है। यो अब ठुल्ठुलो उपचार गर्न चाहिँ गाह्रो हुन्छ। अब हौचोट पटक लाग्दा पनि अब यहाँ आइल्यान्डका अब यहाँका बासिन्दाहरू पनि कि इन्डिया जान्छन् कि श्रीलङ्का उता कता जान्छन् र हामी अब खनेर काम गर्नेहरूलाई चाहिँ गाह्रै छ। र यहाँ अब सिटीमा चाहिँ अब अलिकति अब सुविधाहरू पनि छ है, हुन चाहिँ यहाँ सबै छ। तर पनि अब यहाँ सिटीमा पनि धेरै दुःख पाएकाहरू धेरै भेटियो। र यहाँ अब हेल्पलाइन भन्नाले अब यो नेपाल हेल्पलाइन हो। अब यहाँ पासपोर्ट म जस्तै, मेरो चाहिँ पासपोर्ट पनि छैन, म जस्तै पासपोर्ट नहुनेहरूलाई पनि अब ट्राभल डकुमेन्टहरू बनाएर पठाउनु हुँदछ। र त्यस पछाडि अब केही साह्रो गाह्रो पऱ्यो भने अब यहाँ फर्म भरेर यहाँ टिकटहरू पनि काटेर पठाइदिनु हुँदछ, सबै सुविधा छ। होइन, हजुरलाई मैले ठ्याक्कै हेर्नु पऱ्यो जुन त्यो सहयोगी मनहरू, जस्तो तपाईँ यहाँ आउँदाखेरि तपाईँले भन्नुभएको थियो त्यहाँ बसेर त्यसरी मलाई सहयोग गर्नुभएको छ भन्नुभएको थियो। आज आएर उहाँहरूले तपाईँको यो भिडियो हेरिरहँदा पनि ए भाइले हामीलाई सम्झेन कि भन्छ, उहाँहरूलाई 2-4 शब्द हजुरले बिर्सिनु भएको थियो होइन। अब हजुर त्यो बिर्सिनु भएको थियो, मलाई थाहा छैन त तपाईँले कहिले बिर्सिने मान्छे होइन, उहाँहरूले सम्झेर केही 2-4 शब्द भनिदिनु होला। हजुर थ्याङ्क यू है सम्झाइदिनु भएको। ल मलाई यहाँ जति पनि यहाँ मालदिप्समा रहनुभएका दाजुभाइ, अब उता आइल्यान्डतिर हुने साथीभाइहरू, यहाँ अब मालेमा पनि रहनु भएको छ साथीभाइ दाजुभाइ दिदीबहिनीहरूलाई धेरै सम्झना छ। धेरै पछि अब केही मैले पनि केही हेल्प गर्ने अब मौका पाएँ भने म हेल्प गर्छु भनौँ न। अब यहाँ त्यस्तो आफूलाई साह्रो गाह्रो पर्दाखेरि यति समय हेल्प गरिदिनु भएकोमा चाहिँ साथीभाइहरूलाई धेरै धन्यवाद है। ल साँच्चै सरले सम्झाइदिनु भयो, साँच्चै नै खुसी लाग्यो। अनि हाम्रो सरको बारेमा हामीले के भन्न चाहनुहुन्छ भने सर हजुर, यहाँ सरले चाहिँ अब यहाँ है सबै अब सर भन्दा नि अब सबै यहाँ सर सबै एउटै हुनुहुन्छ। यहाँ अफिस यहाँ आएर यसो भिजिट गर्नु होला, साह्रो गाह्रो पर्दा सरले अब दूतावासलाई केही भनिदिनु होला। यहाँ दूतावासलाई हजुर, यहाँ दूतावासलाई चाहिँ अब यहाँ हाम्रो मेरो चाहिँ कस्तो केस भयो भने यहाँ आएर 15-16 दिनमा पनि 2 हप्ता 16-17 दिनमा पनि यहाँबाट फर्म भरेर उता लेबर कोर्टमा पनि जाँदा पनि अब लेबर कोर्टमा खोइ किन के हुँदो रहेछ है, हामी जस्तो मान्छेलाई चाहिँ अलिक गाह्रो छ। लेबर कोर्टले चाहिँ साथ दिँदैन रहेछ, किनभने अब कसैको त हुँदो रहेछ। अब यहाँको कोही अब पावर सावर भएको मान्छेहरूको होला। अब मेरो चाहिँ त्यस्तै भएर लेबर कोर्टले अहिलेसम्म मेरो चाहिँ पेपर नदिएर यहाँ सरहरूले भन्नुभयो र उता के अरे इमिग्रेसनमा कन्ट्याक्ट गर्नुभयो र मेरो चाहिँ साह्रै राम्रो काम गर्नुभयो, मेरो चाहिँ काम भयो, इमिग्रेसनले टोकन दियो। नत्र
लेबर कोर्टले त अहिलेसम्म दिएको छैन। अब लेबर कोर्टले त कति सन्डे मन्डे आउनु भन्छ है। अर्को कुरा म बिचमा कुरा काटिहालेँ। उहाँका लागि चाहिँ फेरि उहाँको कम्पनीले उहाँ बिरामी भएको व्यक्ति उहाँलाई सहयोग कसरी हामीले चाहिँ कम्पनीले चाहिँ नेपाल पठाउन सक्छौँ भनेर चाहिँ पहल गरिदिनु सट्टा चाहिँ उहाँ चाहिँ मिसिङ भनेर हालिदिनु भएछ उहाँलाई हजुर होइन, मिसिङ भनेर हालिदिनु भएछ। त्यस कारणले गर्दा उहाँलाई हामीले लगभग 10 दिनमा नेपाल पठाउन सक्छौँ हामी भनेर भनेका थियौँ, तर उहाँलाई कम्पनीले मिसिङ हालिदिएको रहेछ। त्यसले अलिकति 2-4 दिन उहाँले दुःख पाउनुभयो भन्दा नि दुःखमा पर्नुभयो। 2-4 दिन यहाँ बस्नु पऱ्यो, तैपनि उहाँ जाँदै हुन्छ। उहाँको डकुमेन्ट यसरी आज है नेपाल एम्बेसी पठाइदिएको छ। उहाँको टिकटहरू अहिले आजकै उहाँको चाहिँ के अरे यात्रा छ। उहाँको यात्रा सफल रहोस्। उहाँसँग फेरि साथमा जाँदै हुन्छ हाम्रो अर्को नेपाली हाम्रो गणेश कामीज्यू पनि जाँदै हुन्छ। 2 जना हुनुहुन्छ। उहाँको चाहिँ पासपोर्ट हामीले दिलाउन सफल भयौँ। उहाँको त आइल्यान्डमा कहाँ हो त्यसपछि आएर कम्पनीले नै उहाँलाई मिसिङ हालिदिएको भएर उहाँको यात्रा सफल रहोस्। नेपाल गएर पनि तपाईँको अब नेपाल गएपछिको सपनाहरू जुन देख्नु भएको छ त्यो हकिकतमा के अरे नेपाल जब नेपाल तपाईँ पुग्नुहुन्छ, तपाईँ नेपाल गएपछि जुन योजना बनाउनु भएको छ त्यो सफल रहोस्। हजुरको परिवारलाई हजुरलाई सम्पूर्णलाई स्वास्थ्य अवस्थादेखि सबै राम्रो होस्। पहिला गएर यो गर्नुहोला र हामीले यहीँ बसेर पनि त्यहाँ अब तपाईँलाई वीर हस्पिटलमा तपाईँको प्रोमा ट्रस्ट सेन्टर छ होइन, त्यहाँ केही भनिदिनुपर्छ भने हामी भनिदिउँला। र अरू नेपालीहरूलाई पनि उहाँलाई सहयोग गर्न चाहनुहुन्छ भने उहाँले आफ्नै नेपालको WhatsApp नम्बर भन्नुहुन्छ, त्यसमा पनि केही सहयोग गर्न चाहनुहुन्छ भने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले सहयोग गर्न सक्नुहुन्छ। उहाँले आफ्नो फोन नम्बर पनि भनिदिनु नि त एकजना होइन। सहयोगी मनहरू नेपालीहरू भनेको होइन सहयोगी मन हुन्छन्। त्यस कारण त्यो भनिदिउँ र उहाँलाई मैले ट्राभल डकुमेन्ट दिएँ र अनि हजुरले आफ्नो नम्बर कसैले सहयोग गर्न चाहनुहुन्छ भने हाम्रो नेवाङ भाइलाई हेल्प गर्न सक्नुहुन्छ। हजुर यो मैले थोरै केही भन्छु है। अब यो मैले आइल्यान्डमा हुँदाखेरि एउटा टिकटक बनाएको थिएँ। त्यसै माध्यममा अब यहाँ जति पनि नेपाली दिदी दाजुभाइ दिदीबहिनीहरूले धेरै मलाई सोध्नुभयो यहाँ अब केही सहयोग गर्न सकिन्छ कि केही गर्न सकिन्छ कि हामीले केही गर्न सक्छौँ कि भन्नुभयो है। मेरो लागि अब त्यति भन्नु नै मेरो लागि चाहिँ धेरै हेल्प हो है। अब हुन्छ अब केही सहयोग भन्दा पनि अब मलाई त्यति भन्नुभयो, त्यति भए ठिकै हो। यहाँदेखि अब म सकुशल नेपाल जान सक्ने भएँ। हुन्छ अब मेरो कन्ट्याक्ट अब लिनु चाहनुहुन्छ भने 9815919284 मेरो WhatsApp पनि त्यही हो, नेपालको नम्बर पनि त्यही हो है। हजुर हुन्छ अब त्यति नै हस् हजुरको आजको यात्रा सफल रहोस्। नेपाल गएपछि सम्झिनु होला, यसो पुगेँ भन्नु होला भन्दै उहाँको भनाइ र म नेपाली हेल्पलाइन्सबाट श्री कृष्ण भुइँलाई आजको लागि बिदा दिनु होला। नमस्ते, प्रणाम।